देशका कतिपय स्थानहरूमा अहिले पनि परम्परागत तरिकाले धान रोप्ने चलन छ। कतिपय स्थानमा अहिले पनि आधुनिक उपकरण प्रयोग गरिँदैन। आलिताल गाउँपालिका 4 का स्थानीयहरूले पनि परम्परागत शैलीमा धान रोप्ने गर्छन्। रोपाई काम मात्र नभएर किसानहरूका निम्ति एउटा उत्सवको अवसर पनि हो। रोपाई भनेको मान रोपेर मुरी उब्जाउने भन्ने कथन पनि प्रचलित छ। गाउँघरतिरको रोपाई केवल खेतमा धान रोप्ने काम होइन, यो जीवनशैली, परम्परा, समुदायको आत्मा हो। रोपाईमा परिवार, छिमेकी, साथीभाइहरू मिलेर सामूहिक रूपमा काम गर्छन्। आपसी सहयोग र मेलमिलापको भावना सार्दै रोपाईका बेला गाइने आलाप, दोहोरी गीतहरूले रमाइलो माहौल बनाउँछ। तिलाउने क्या भैँसा गोगन पानी 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 छटाई गडाय बियारिउ न्याउला रानी छटाई गडाय बियारी न्याउला रानी छटाई गडाय बियारी न्याउला रानी। परम्परागत लुगा र गाइने गीतहरूले संस्कृतिको जगेर्ना हुन्छ। गाउँघरतिर धान रोप्ने प्रक्रियाले धेरै महत्त्व बोकेको हुन्छ। सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय सबै दृष्टिकोणबाट यसलाई नेपाली समाजमा केवल कृषि कार्य मात्रै नभई एउटा पर्वको रूपमा पनि हेरिन्छ। दन्तैको हारीमा
गरैलाको रोटो हाल्ला खेल्ला दुधे टिभी डाँगा लागि अब खेल्ला भदौकी कोरा आली पछि दुत्ते आउने दुत्तेका फुलकी माला कति माया लाउने मान्छे हाम्रो रेटी लैयो अङ्गौठी फेर्याले केशोरा टुटली इजु टाढा हेर्याले भैँसी पाल्या दुध खानालाई गाई पाल्या धर्मलाई कहिले कहिले समुझन्छु आफ्ना कर्मलाई लाग्यो रे बासा लागे चढी रे बासा लागे चढी म जान्दैन खाए लागि तमखु खाए लागि जेठकी दोपहरी जसी भदौ सराय लागि बनायो दिपे करेलीले मलाई लट्टै बनायो झिमझिम परेलीले मायाले देखियो रोपाइ पनि सकियो सकियो दिपे करेलीले मुखै तितो बनायो दिपे करेलीले मलाई लट्टै बनायो